नमस्ते। आजदेखि हामी अर्डिनोको बारेमा पढ्न जाँदैछौँ। खासमा अर्डिनो भनेको के हो त? अर्डिनो चाहिँ एउटा माइक्रो कन्ट्रोलर हो जसबाट हामी चाहिँ प्रोग्रामिङ गरेर चाहिँ हार्डवेयरलाई कन्ट्रोल गर्न सक्छौँ। त्यसैगरी यो चाहिँ एकदमै बिगिनर फ्रेन्डली हुन्छ। यसमा चाहिँ हामी सी र सी प्लस प्लस प्रोग्रामिङको बेसिसमा चाहिँ हामी यसमा प्रोग्राम गर्न सक्छौँ र यसमा चाहिँ हामी अर्को सेन्सरहरू कम्पोनेन्टहरू जोड्न पनि एकदमै सजिलो हुन्छ। यसमा चाहिँ प्लग एन्ड प्लेबाट हामी चाहिँ केही कुरा जोड्न सक्छौँ जम्परबाट। त्यसैगरी चाहिँ मार्केटमा चाहिँ अर्डिनो डिफ्रेन्ट टाइप्सको हुन्छन्। यसको साइज र पिनको आधारमा चाहिँ अर्डिनो न्यानो हुन्छ, जुनमा चाहिँ अर्डिनो उनो भन्दा सानो साइजको हुन्छ। त्यसैगरी चाहिँ अर्को अर्डिनो मेगा हुन्छ जसमा चाहिँ पिनहरू चाहिँ अलिक अर्डिनो उनो भन्दा बढी पिनहरू हुन्छ। त्यसैगरी चाहिँ अब अर्डिनोको चाहिँ डिफ्रेन्ट पार्ट्सहरू हुन्छन्। अब अर्डिनोमा 0 देखि 13 सम्म डिजिटल पिनहरू हुन्छ। त्यसैगरी चाहिँ A0 देखि A5 सम्म एनालग पिन हुन्छ। त्यसैगरी यसको पावर पिनमा चाहिँ 3 भोल्ट र 5 भोल्ट हामी चाहिँ आउटपुट लिन सक्छौँ र 0 देखि 15 भोल्टसम्म हामी यसमा इनपुट दिन सक्छौँ। त्यसैगरी ग्राउन्ड पनि हुन्छ, ग्राउन्ड पनि यसबाट हामी लिन सक्छौँ। त्यसैगरी 8 मेगा 328 PU त्यो आइसी हो। यसमा चाहिँ 8 मेगा 328 PU आइसी युज भएको हुन्छ। त्यसैगरी हामी पावर ज्याकबाट चाहिँ एक्सटर्नल पावर अर्डिनोलाई हामी प्रोभाइड गर्न सक्छौँ। त्यसैगरी USB पोर्टबाट प्रोग्राम यसमा अपलोड गर्न सकिन्छ र प्रोग्रामलाई रिस्टार्ट गर्नु पर्यो भने हामी रिसेट बटन थिचेर चाहिँ प्रोग्रामलाई रिस्टार्ट गर्न सकिन्छ। त्यसैगरी इन सर्किट सिरियल प्रोग्रामिङ पिन, यसबाट चाहिँ हामी प्रोग्राम अपलोड गर्न सक्छौँ। र एउटा कुरा के हो भने डिजिटल पिन जुन 0 देखि 30 सम्म छ, अब त्यसमा चाहिँ 0 भनेको चाहिँ RX एज अ रिसिभरको रूपमा युज हुन्छ, 1 भनेको चाहिँ TX ट्रान्समिटरको रूपमा युज हुन्छ र 3, 5, 6, 9, 10 एन्ड 11 भनेको चाहिँ PWM पिन। PWM भनेको पल्स विथ मोडुलेसन। यस PWM सिग्नल चाहिँ हामी एज अ एनालग जस्तै काम गर्न मिल्छ। यसमा चाहिँ ड्युटी साइकल घटाएर र बढाएर हामी चाहिँ LED को ब्राइटनेसदेखि लिएर मोटरको स्पिडसम्म हामी कन्ट्रोल गर्न सकिन्छ। त्यसैगरी अब एप्लिकेसन भनेको चाहिँ स्ट्रिट लाइट, IoT एप्लिकेसनहरू, त्यसैगरी चाहिँ स्कुल कलेज प्रोजेक्ट जस्तै लाइन फलोइङ रोबोट, LEDहरू कन्ट्रोल गर्नको लागि, त्यसैगरी चाहिँ ब्लुटुथ कन्ट्रोल कार अनि अब्स्ट्याकल एभोइडिङ कार जस्ता हामी धेरै टाइप्सका चाहिँ स्कुल प्रोजेक्टहरू यसबाट चाहिँ हामी गर्न सक्छौँ। र अर्डिनोलाई प्रोग्राम गर्नको लागि सुरुमा चाहिँ एउटा अर्डिनो IDE सफ्टवेयर युज हुन्छ। यो र अर्डिनो IDE सफ्टवेयर चाहिँ विन्डोज, लिनक्स, म्याक सबैमा चाहिँ एभाइलेबल छ र यसको प्रोग्रामिङ चाहिँ यस प्रकार गरिन्छ। यसमा चाहिँ भोइड सेटअप र भोइड लुप हुन्छ र त्योभन्दा अगाडि चाहिँ पिन डेफिनेसनहरू हुन्छ। हामी चाहिँ यस प्रकार अर्डिनोको प्रोग्रामिङ गर्न सक्छौँ। धन्यवाद।